नबोल नबोल हेलो गाइज नमस्ते। आज म दिदीसँग कुरा गरिरहेको छु। माइली दिदीसँग के छ खबर भन्नुभयो। ठिकै छ भने हामी दुई बहिनीको कुरा धेरै लामो समयपछि भएछ। हामी म साइली उहाँ माइली हो होइन। अनि लामो कुरा भएको छ हामी दुई बहिनीको। अनि पानी पर्यो अरे, पानीको आवाज ठुलो आयो भन्नुहुन्छ। म हाँसिरहेको छु। अनि त्यसपछि गफ भयो राम्रोसँग। मेरो माइली दिदी हो। अनि हामी दुइटै एकदम मिल्छौँ। तर अहिले अब टाढा टाढा छौँ। म नेपालगञ्ज हुनुहुन्छ, म काठमाडौँमै छु। केही छैन गाइज, टाढा भए पनि माया गाढा भन्छन् नि, त्यस्तै हो। हामी दुई बहिनी सानैदेखि एकदम मिल्थ्यौँ। तर अहिले टाढा छौँ। यस्तै छ गाइज, के गर्ने है। कहिलेकाहीँ दुई बहिनी यसो बसेर गफ गर्न पनि उ गर्दैनौँ। अनि पाउँदैनौँ, टाढा छौँ अहिले। अनि हामी धेरै खुसी छौँ दुई बहिनी। यस्तै गफ गर्दै बस्यौँ। लगभग हामी दुई बहिनी एकछिनसम्म गफ गर्दै बस्यौँ। धेरै लामो समय कुरा भएको थियो, त्यही भएर पनि गफ मजाले भयो। अनि धेरै दिनपछि कुरा भएर धेरै कुरा भयो। दुई बहिनी हाँसेरै कुरा गऱ्यौँ, गफ गऱ्यौँ बेसरी दुई बहिनीले। यस्तै हो गाइज, केही छैन ल। यस्तै भयो, गफ लामो भयो। दुई बहिनीको गफ हुँदै गयो। हामी दुई बहिनी धेरै गफ गऱ्यौँ, कुरा गऱ्यौँ। अनि लामो कुरा गऱ्यौँ दुई बहिनीले। त्यसपछि हामी दुई बहिनीले कुरा गरिसकेपछि धेरै राम्रोसँग कुरा गर्दै जाँदा त हाम्रो दिदी त टाउको दुखे छैन अरे, म खुसी भएको छु भन्नुभयो। म पनि खुसी भएँ। टाउको दुख्छ कि धेरै, दिदीलाई माइग्रेन छ जस्तो छ, त्यही भएर टाउको दुखिरहन्छ। टाउको दुख्यो भने उल्टी आउनु जस्तै हुन्छ, उठ्न सक्नु हुँदैन गाइज। यसको औषधि के छ भनिदिनु होला सबैजनाले। अनि एकदम दुखी छु म त दिदीको टाउको दुखेर। तर आज खुसी भएर कुरा गर्नुभएको छ है त। सबैले लाइक कमेन्ट गरिदिनु होला, सेयर गर्नु होला। दिदीसम्म पुगोस् यो भिडियो है त गाइज। बाई बाई।